बजेट 15 बजेट भएको छ। त्यसमा पहिलेको भन्दा यो 2082-83 भन्दा पनि यो अहिलेको 25.2% वृद्धि भएर बजेट जम्मा टोटल बजेट 21 खर्ब 24 अर्ब 34 करोड रहेको छ, जसमा खर्चको विवरण हेर्ने हो भने चालू खर्च, पुँजीगत खर्च र वित्तीय खर्च व्यवस्था भनेर खर्च विवरणहरू गर्छ। र खास गरेर हामी आज कुरा गर्ने हो भने मध्य प्रदेशको लागि के भइरहेछ, मध्य प्रदेशको लागि के कस्तो कार्यहरू गर्न त्यसको लागि बजेट छुट्याएको छ भनेर त्यो बजेट भाषण हुँदा त्यसमा मधेसलाई उत्पादन उद्योग र पूर्वाधारको केन्द्र बनाउने पनि घोषणा गरेको छ। त्यसै गरी हेर्ने हो भने तराई त्यो जुन मध्य प्रदेश छ त्यसमा खानेपानीको व्यवस्था गरिदिने, त्यसको लागि 2.5 अर्ब जति खर्चको व्यवस्था गरेको छ। त्यसै गरी अर्को हेर्न हो भने यो कृषिमा बढी फोकस गरेको छ। कृषिहरूको लागि सिँचाइहरूको व्यवस्था गरिदिने, स्मार्ट भूमिगत सिँचाइ प्रणालीको व्यवस्था गर्ने, जस अन्तर्गत वर्षभरि पनि सिँचाइको सुविधा हुने, कृषिहरूलाई कुनै खेती गर्नको लागि कुनै प्रकारको समस्याहरू नहुने जस्तो बजेटहरू छुट्याएको छ। त्यसै गरी अर्को हेर्नु भने सिराहा क्षेत्र जुन छ, सिराहा जिल्ला छ, त्यसलाई आग प्रशोधन केन्द्र भनेर स्थापना गर्ने पनि बजेट भाषणमा कुरा राखेको थियो। अनि सर्लाहीलाई टमाटर प्रशोधन केन्द्र भनेर त्यसको लागि पनि बजेट छुट्याएको छ। अर्को हेर्नु भने हुलाकी राजमार्गमा पनि बजेटहरू दिएको छ, जसमा आगामी 3 वर्षभित्र सम्पन्न गर्ने र यसको लागि 4.65 अर्ब बजेट विनियोजन गरेको छ। अर्को चाहिँ हेर्ने हो भने मधेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्त्वपूर्ण परियोजनाको लागि पनि बजेट छुट्याएको छ। अर्को हेर्ने हो भने निर्गत अन्तर्राष्ट्रिय विमानस्थल जस्तै अब निर्माण मोडालिटी 6 महिनाभित्र पुर्याउने, व्यापार पर्यटन र लगानीको केन्द्र बनाउने लक्ष्य पनि लिएर यो बजेट दिएको छ। अर्को हेर्नु भने यो जुन जनकपुरमा रेलवे जुन चल्छ त्यसमा धेरै अरू पनि जस्तै जयनगर जनकपुर टु जयनगर बर्दिवास रेलमार्गको बाँकी काम जुन छ त्यसलाई पनि सम्पन्न गर्नको लागि बजेट दिएको छ। त्यसै गरी अर्को चाहिँ अब जनकपुरलाई युएनईसीको विश्व सम्पादन सूचीमा स्वीकृत गर्ने उद्देश्य पनि राखेको छ। अनि अर्को चाहिँ जनकपुरमा जुन विवाह मण्डप छ त्यसलाई पनि अब वेडिङ डेस्टिनेसन जनकपुर भनेर राख्ने उल्लेख गर्छु भनेर त्यो पनि बजेट भाषणमा सुन्न पायो। अर्को चाहिँ यो राम जानकी मार्ग र परिक्रमा सडक छ, त्यसलाई पनि अब एकदम राम्ररी विकास गरिदिने भनेर त्यसको लागि पनि बजेट छुट्याएको छ। अर्को चाहिँ स्वास्थ्य क्षेत्रमा हेर्दा त्यसमा नारायणी अस्पताल जुन वीरगञ्जमा छ त्यसलाई पनि अब एकदम व्यवस्थित गर्ने त्यसको लागि बजेट छुट्याएको छ। अर्को चाहिँ जुन मृगौला उपचार केन्द्र र ट्रमा सेन्टर भनेर स्थापना गर्नको लागि त्यसको पनि बजेट छुट्याएको छ। अर्को चाहिँ अब यो सामाजिक सुरक्षामा हेर्नु भने बाल पोषण भत्ताको लागि जुन निरन्तर मासिक 1000 रुपियाँ दिएर थियो त्यो पनि निरन्तर राख्ने उनीहरूले बजेट भाषणमा घोषणा गरेको छ। तर यति यो सुन्दा कति राम्रो लागिरहेछ कि हो यो सबैको लागि बजेट आएछ, तर वास्तवमा के छ यो सबै जे जति भन्यो के हामी हेर्न पाइरहेछौँ कृषिको लागि भन्ने हो। धेरै हरेक साल त बजेट भाषण गर्दा कृषिको लागि पनि दिन्छ, तर कृषिमा किसानहरूको लागि त्यति पनि बजेट दिएको छैन, जसको कारण किसानहरूले आफ्नो लगाएको पनि आम्दानी आर्जन गर्न सकिरहेको छैन। अर्को चाहिँ अब यति हेर्दा पनि के गर्ने यति दिइहाल्छ, तर मेन फोकस गर्नुपर्ने ठाउँमा बजेट आएर पनि त्यो बजेट खपत नगरिकन फिर्ता पनि गइरहेछ। जस्तै हामीले हेर्ने हो भने खास गरेर मध्य प्रदेशमा के को आवश्यकता भने शिक्षामा पनि जोड दिनुपर्छ। कतिपय विश्वविद्यालयहरू छ जुन व्यवस्थित रूपमा सञ्चालन भइरहेछन्, कतिमा विद्यार्थीहरूको लागि शिक्षा सम्बन्धी केही उपकरणहरू पनि छैन पाएको। अनि अर्को चाहिँ जुन विदेश गइरहेछ उहाँहरूले विदेश गएर काम त गरिरहेछ, तर त्यही विदेशबाट आफ्नो घर फर्किँदा के
उनीहरूलाई एकदम बेरोजगारी जस्तो बसिरहेछ, कुनै पनि काम गर्न पाइरहेको छैन। उनीहरूको लागि यदि विदेशबाट काम गरेर आइरहेछ भने केही सिप सिकेर आइरहेछ, त्यसको अलावा यहाँ व्यवस्था गरिदिने। अर्को चाहिँ उद्यमशील महिलाहरू पनि छ, उनीहरूको लागि राम्रो तालिमहरू दिलायो भने आफ्नै देशमा बसेर केही कामहरू गर्न सक्छ। रोजगारीको सृजना पनि हुन्छ, उसले पनि रोजगार गर्न पाइन्छ यसमा। अनि अझ चाहिँ स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। स्वास्थ्यमा हेर्दा धेरै हस्पिटलहरू हेर्न पाइन्छ। जनकपुरमै हेर्यो भने हस्पिटल रोड भनेर नै घोषणा गरिदिएको छ, त्यो रोड नै छ, ठाउँ कुनामै राख्दैन। कति हस्पिटल होला, तर इलाज गराउन जाँदा न डाक्टर राम्ररी पाउँछ, न औषधि पाउँछ। त्यसले गर्दा कतिपय जनाले मृत्यु पनि भएको देख्न पाइन्छ। जस्तो अब सुत्केरीले जान्छ, त्यसको एक बच्चा जिन्दा हुन्छ नत्र आमा हुन्छ, त्यसमा पनि आफ्नो ध्यान आकर्षण गराउँछ। सालभरि हामी जान्छौँ कि मम्मी जान्छ कि यो प्रोग्राम यसरी चलाउँछ दिँदैन। एट द लास्ट असार यो जेठ र असारमा होइन, तपाईँले यस्तो हुन्छ कि पर्सेन्टेज तपाईँ 50% दिनुहुन्छ, उसले 60 दिन्छ भने उसलाई दिँदैन, चाहे उसको एनजिओ कति पनि क्यापेबल हो उसलाई दिन्छ। त्यही भएर हाम्रो मेन गल्ती यता छ कि हामी कसै ठाउँमा पुगाइरहन्छ। कुन मान्छेले हामी यति पढे लेखेको मान्छे मूर्ख मान्छेले ठाउँमा पुगाएपछि केही कामै लाग्दैन। त्यति मात्र होइन, म खासमा 4 वर्ष 5 वर्षदेखि बाहिर बसिरहेको छु। 4 वर्ष त मेरो घरमा बसिरहेको छु। म त्यहाँ जनकपुर भनेको नेपालको मधुको मात्र होइन, नेपालकै भन्नु धार्मिक दृष्टिकोणले सबभन्दा बेस्ट ठाउँ हो। तर मोस्ट अफ द मान्छेले जनकपुर कस्तो हो भन्ने थाहा छैन। जनकपुरको बारेमा थाहा भनेको पोहर ठाउँ जनकपुर। म अलवेज रिप्रेजेन्ट गरेर आउँछु, झिझिया डान्स होस् या मैथिलीको म अलिअलि लेख्छु, त्यो पनि रिप्रेजेन्ट गरेर आउँछु कि आफ्नो कलेजमा। बट दे वान्ट कि होइन त्यो बुझ्नुहोस्, चाहन्छ त्यो मैथिली भाषा सुन्न चाहन्छ, तर तिनीहरूलाई थाहा छैन कि जनकपुर भनेको कस्तो महत्त्व के छ र महात्मा के छ। यति मात्र बुझ्छ कि जनकपुर पोहर ठाउँ। म कन्भिन्स गर्दै थाकिसक्छु, लास्टमा मलाई चुप हुनुपर्छ। वाइ? बिकज मसँग अब केही छैन। भन्छ पोहरको घर हो, मच्छर छ, यो छ, त्यो 4 वर्ष पहिला 5 वर्ष पहिला आएको मान्छे पनि अहिले पनि मान्छे त्यही भन्दा लास्टमा मलाई चुप हुनुपर्छ। त्यो लाजत गर्दो कुरा हो मेरो लागि कि म आफ्नो ठाउँलाई डिफेन्ड गर्न सकिरहेको छु। त्यो कस्तो गल्ती? हामी सबको गल्ती हो, एक तरफले हेर्दा पनि सबको गल्ती हो। हामी कस्तो मान्छेलाई ठाउँमा पुगाइरहेको जसले केही काम गरिरहेछ। बजेट आयो ठिक छ, हामी सुनिदिन्छौँ, ल यो क्षेत्रमा यति छ यति छ, हामी कहिले हेर्न पनि जाँदैनौँ कि यो काम भयो कि भएन। त्यति मात्र होइन, हाम्रो मधेसतिर ल विदेशमा गयो मान्छे बिजनेसमा लाउँछ पैसा होइन, ताकि आउटकम आओस्। हाम्रोतिर के छ कि त जग्गा किन कि त सुन किन, त्योमा लगाएपछि कि आम्दानी रिटर्न आउँछ कि कतै पनि रिटर्न आउँछ। त्यति मात्र होइन, यता मधेसको मतलब युथहरूलाई आफ्नो भइरहेको छु, अब्जर्भ गरिरहेको छु। म पुरा ध्वस्त भइसकेको छ कि पहिला हामी जाँदाखेरि जो म यहाँ 11-12 म यता गएको थिएँ, हामी पढ्दाखेरि भन्थ्यो कि मधेसको विद्यार्थी भनेको ब्रिलियन्ट स्टुडेन्ट हो, सबभन्दा नेपालमै सबभन्दा राम्रो भनेको मधेसको स्टुडेन्ट। तर आजभोलि हेर्छु म जनकपुरमा आउँदाखेरि एक दुई यसरी हेर्दाखेरि कुन चौकमा कुन गल्लीमा 2टा केटाकेटी हुन्छ, सिम्पल कुरा भन्नु र के गरेर आउँछ त्यो थाहा छैन। त्यो एकदम बिगाडिसकेको छ। र सबभन्दा यसमा गल्ती कसको? प्यारेन्ट्स। एसएलसी पास भयो, मेरो छोराले यति ग्रेड ल्यायो, मोबाइल दिनु इज नट खराब, तर डिफ्रेन्ट आइटी रिलेटेड कुराहरू पनि छ नि। म यतितिर हुन्छु बाहिर काठमाडौँतिर, म पनि एज अ ट्युटर पढाइरहेको हुन्छु अनलाइन ट्युसनहरू। म पढाउँछु, उनीहरू 4-5 क्लासको बच्चा उनीहरू आइटी रिलेटेड कुराहरू सिकिरहेको छ बिकज दे आर इन्ट्रेस्टेड। उसको प्यारेन्ट्सले फोकस गरेर 4 क्लासको बच्चाले म अनलाइन ट्युसन पढाउँछु। सोध्नु उसको प्यारेन्ट्स कति के होला कि 4 क्लासको बच्चाले अनलाइन पढ्छ, हाम्रोतिर नानी ठिक छ जाउँ जाँदा त्यो कसको गल्ती? प्यारेन्ट्स। र त्यति मात्र होइन, सरकारको पनि गल्ती म दिन चाहन्छु बिकज त्यसको कुनै कोर्सै छैन आइटी रिलेटेड या किनकि आइटी भनेको आजभोलि एकदम भास्ट हो के, त्यसको कुनै कुरै छैन। यसमा जति सिक्दै गयो त्यति राम्रो हुँदै जान्छ, बट केही जान्छ छैन। सरकारी स्कुलमा त्यस्तै भनेको भाइले भनेको तिनीहरूले ल्याब छ साइन्स ल्याब केही छैन, यस्तो पढ्यो। हामीलाई यता भनेर धेरै यस्तो पोइन्टहरू छ हाम्रो मधेसको। अब बाहिर जाँदाखेरि अहिले भर्खर न्यू स्टुडेन्ट हाम्रो कलेज जाने भएको थियो, लिटरली भन्नु दे आर आइडेन्टिफाइड एज मात्र गुट्का खाने, सिगरेट खाने, त्यसरी आइडेन्टिफाई भइरहेको छ। योभन्दा पहिला जुन ब्रिलियन्ट भएर आइडेन्टिफाई भइरहेको थियो त्यो आज सिगरेट खाने, गुट्का खाने आइडेन्टिफाई। त्यो कस्तो दोष? हामी आफ्नो पैसा आफू बिगारेर। त्यही भएर यो कुराले पनि ध्यान जाओस् भन्नु चाहन्छु।
हरेक नागरिकले न्युज कहाँबाट पाइरहेको छ केही सोसियल मिडियाहरूबाट र त्यहाँबाट धेरै नै फेक न्युजहरू पाइरहेको छ। सरले नै भन्नुभयो कि धेरैजनाले विस्तार गरिरहेको हुन्छ त्यो कुरालाई। सो सरकारलाई त्यो बजेट बनाउँदा चाहिँ प्रत्येक नागरिकले संसारको हक हुनेछ मात्र भनेर हुँदैन, त्यो प्रत्येक नागरिकले फ्री पाउनु पर्यो त्यो न्युज। सो त्यो पनि ध्यान आकर्षण गर्दा राम्रो हुन्छ मलाई लाग्छ। र संविधानमा एउटा चाहिँ म आज संविधान नै पढिरहेको थिएँ। सो त्यहाँ के लेख भएको छ भने प्रदेश संचय कोष भनेर कतिजनाले बुझ्नुहुन्छ यहाँ। सो त्यहाँ के उल्लेख छ कि जति पनि प्रदेशमा राष्ट्रबाट आएको वा राष्ट्रको त्यो ऋणहरूबाट आएको जुन आय हुन्छ, जुन यहाँ विकासमा त्यो भइरहेको छैन, लागू भइरहेको छैन, त्यो प्रदेशको सञ्चय कोषमा हुन्छ राखेको। र जहिले त्यो आवश्यक हुन्छ नि त्योबाट हामीले सरकारको त्यो गर्नको लागि, विकास गर्नको लागि त्यो प्रयोग गरिरहेछ। तर त्यो कसैलाई थाहा नै हुँदैन, कसैलाई पनि यो पनि थाहा छैन कि संचार हुनु पर्यो या न्युज हुनु पर्यो। जस्तै यो नीति नियम कार्यक्रमहरू पनि सरले पठाउनु भयो भने मैले पढेको, नत्र मलाई थाहा थिएन। सो त्यो कसैलाई थाहा नै छैन भने कसैलाई थाहा हुन्छ कि हो यो बजेट बनेको हो, त्यसप्रति हामीले आवाज कसरी उठाउने। सो यसप्रति ध्यान आकर्षण गर्नुपर्छ। धन्यवाद। आफ्नो चाहिँ डेटा 1000 त्यसपालि हामीले बेचेको छौँ। वास्तवमा यो नीति निर्माणको कुराहरू या पेपरमा मात्रै सीमित भइरहेको हुन्छन्। हामी यही मकैको बिउ हामी 2300 क्विन्टल बेचिरहेको छौँ अहिले। त्यही हामी किलो प्याकेटमा, एक प्याकेटमा 4 केजी हुन्छन्, त्यो हामी 4045 किनिरहेको हुन्छौँ। यहाँ त धेरै कुरा हुन्छन्। यहाँ भन्ने त प्राङ्गारिक मल युज मात्रै गर्नुपर्छ, तर हाम्रो नेपाल सरकार रासायनिक मल त उपलब्ध गराउन सक्दैन। प्राङ्गारिक मल कसरी उपलब्ध गराउँछ, मात्रै लिखित रूपमा भएन। हाम्रो यहाँ बजेटको कुरा गर्दाखेरि मैले यो हाम्रो मध्य प्रदेशको म हेरिरहेको छु। जुन बेलादेखि म आफूलाई बजेटतिर अलि चासो दिन थाले त्यो बेलादेखि म हेर्दैछु, अनुमान गरिरहेको छु कि वास्तवमा हाम्रो बजेट भनेको 1 वर्षसम्म त्यसको सञ्चालन गर्नुपर्ने हो नि त। 1 वर्षमा केही गर्दैन। पुरै नेपाल सरकार, हाम्रो मध्य सरकार पुरै निन्द्रा मस्त निन्द्रामा आओ सनम जाओ सनम भनिरहेको, पुरै निन्द्रामा पुरै मजा गरिरहेको हुन्छन्। र असार मसान जब चल्न थाल्छ नि, अनि बजेटको हाम्रो निष्कासन गर्न थाल्छ, टेन्डर लगाउने यो त्यो गर्न थाल्छ, नाला निर्माण गर्न थाल्छ। अब असार भनेको हाम्रो हेर्छ मौसम, हाम्रो बङ्गाल खाडी भनेको हाम्रो टचमा छ। हाम्रो यो मधेस, हाम्रो नेपाल भनेको भौगोलिक अवस्थाले पनि हाम्रो इन्डियासँग हामी धेरै कनेक्टमा छौँ। यहाँ असारदेखि हाम्रो यहाँ वर्षा सुरु हुन थाल्छ, मौसम चाहिँ स्टार्ट हुन थाल्छ। यहाँ अब विकास निर्माणको कुरा गर्दा हामी कसरी हामी दिगो विकास गर्न सक्छौँ, त्यो यो असार मसानमा त बजेटै निष्कासन गर्छन्, बजेट के अरे टिकापट्टा गर्छन् भने त्यो निर्माण कहिलेसम्म गर्ने। 1 महिनामा कतिसम्मको काम गर्न सक्छन्? तपाईँ सोच्नु कि 1 महिनामा कस्तो कार्य गर्छन् होला ठेकेदारहरूले। के हुन्छन्, बालुवा हालिदिन्छन् अनि माथिबाट ठ्याक्कै सिमेन्ट घोलेर हालिदिन्छन् ड्याम। अनि त्यो कतिसम्म टिक्छन्? अनि मैले सुने कि मैले अस्ति दाइले पठाउनु भएको एउटा नीति निर्माण अनि बजेटको बारेमा हाम्रो कस्तो विडम्बना छ हाम्रो मध्य प्रदेश सरकारको कि हामीले 80% अहिलेसम्म बजेट हाम्रो टेन्डर भएकै छैन। 80.1% अहिलेसम्म त्यत्तिकै थन्केर बसिरहेको छन्। यहाँ नेपाल हाम्रो मध्य सरकारले भनिरहेको छ लागल दुकानले ढाका बनाउँ कलकत्ता छ भनिरहेको। यहाँ विकासले पुरै हाम्रो मध्य प्रदेश चुचु भइरहेको छ, यहाँ कि पुरै विकासले भरिपूर्ण भइसक्यो भनिरहेको। यहाँ मलाई लाग्यो जनकपुरमा 1 दिन पानी पर्दा मैले हेरेँ, मुना बस्ती हेरेँ, यो रामानन्द चौक हेरेँ, अनि त्यो 0 माइल हेरेँ, मुरली चौक हेरेँ। पुरै मलाई लाग्यो बाटोमा खोला चाहिँ खोलामा बाटो छ मलाई अचम्म लाग्यो। खोलामा त्यस्तो हाम्रो नीति निर्माणको कुराहरू छन्। बजेट त धेरै राम्रो छन्, तर यहाँ कार्यान्वयन भइरहेको छैन। यहाँ कृषिमा भनिरहेको छन् कि बजेट यो गरिदिन्छु त्यो गरिदिन्छ, अब 280 भनिरहेको छन् कि कमसेट म कृषि उपजनको लागि हामी मद्दत गर्छौँ भनेर। तर अहिलेसम्म हाम्रो मध्य प्रदेश भनेको सुक्खा खडेरी भनेर क्षेत्रमा पनि घोषणा प्रचार पनि गर्नुभएको छ। अहिलेसम्म त्यो कुराहरू खोइ कार्यान्वयन। त्यो सम्बन्धी हेर्ने हो भने यसको 2-3वटा स्रोतहरू रहेको छन्, जसमा एउटा छ राजस्व, अर्को छ त्यसको वैदेशिक अनुदान अथवा अर्को चाहिँ वैदेशिक ऋण।
यो माध्यमहरूबाट हाम्रो देशमा बजेट ल्याउने गर्दछन् अनि त्यसपछि यसलाई विभिन्न क्षेत्रमा छुट्याउने गर्दछन्। जस्तै हाम्रो मध्य प्रदेशमा हेर्ने हो भने यो पालि के भन्छ कृषि सम्बन्धी बजेट छुट्याएको छ। त्यसपछि के भन्छ यो सिंचाइको लागि बोर्डिङ 240 कि 50वटा त्यो बोर्डिङको व्यवस्था गराउनको लागि बजेट छुट्याएको छ। त्यसपछि यो जनकपुरमा हेर्ने हो भने यो परिक्रमा रोड छ नि त्यसको व्यवस्थापनको लागि पनि बजेट छुट्याएको छ। त्यसपछि अर्को यो नेपालमा हेर्ने हो भने 10वटा फुटबल स्टेडियम, त्यसपछि 8वटा क्रिकेट रङशाला बनाउनको लागि पनि बजेटहरू छुट्याएको छ। यो बजेटहरू हरेक आर्थिक वर्षमा छुट्याउँछन्, तर त्यो बजेट त्यो वर्ष सक्नुभन्दा त्यो वर्षसम्म त्यो बजेट छुट्याउन लागि त्यो छुट्याउँछ, तर त्यो बजेटको पुरै कार्यान्वयन हुँदैन। त्यो लास्ट के भन्छ पुरै महिनाभरि बसेको हुन्छ, एक वर्षमा 12 महिना हुन्छ, 11 महिनासम्म केही गर्दैन, अलिअलि काम मात्रै गर्छ। जब असार मसार आउने बेला हुन्छ त्यति बेला त्यो प्रतिनिधिहरू त्यो सबै बजेटहरू लाई चालू गर्छन् अनि त्यो बजेट सम्पन्न गर्नको लागि गर्छ, किनभने त्यति बेलासम्म त्यो केही गरेको हुँदैनन् अनि लास्टमा गएर पुरै राति बसेर त्यो गरिरहेको हुन्छ अनि यो विकास कम गर्छ, भ्रष्टाचार बढी गर्छ। यो हामी हेर्ने हो भने योभन्दा पहिला त्यो दिवाकर दाइको एउटा पोस्ट थियो, उहाँले जलेश्वरमा गएर छानबिन पनि गरेको थियो। 12 रातिसम्म त्यो कर्मचारीहरू त्यही अफिसमा बस्ने, त्यसको कार्यहरू गर्ने अनि बियर सियर खाने। त्यति बेला के हुन्छ भने त्यो दिगो विकासको कार्य हुँदैन। त्यो मात्रै एउटा बजेट जुन हाम्रो बजेट छुट्याएको छ त्यो बजेट कसरी पास गर्ने अनि त्योबाट कति लाभ प्राप्त गर्ने त्यो अन्साय मात्रै हुन्छ हाम्रो प्रतिनिधिहरूको। त्यसको लागि सबभन्दा पहिला हामीलाई प्रब्लम्सहरू हुनुपर्छ। हामीलाई प्रब्लम के छ त्यो अनुसार हामी एक्सपेक्ट पनि गर्छौँ, अपर्च्युनिटी पनि सेट गर्छौँ त्यो अनुसार। सबभन्दा पहिला त एजुकेसनको प्रब्लम छ, सबैजनाले एक्सप्लेन गर्नुभयो। अनि मेन प्रब्लम मलाई जस्तो लाग्छ कि मार्केट एक्सेस छैन। हामीलाई कृषि गर्ने मान्छेहरूले एग्रिकल्चरमा धेरै मेहनत गर्छ, धेरै मेहनत गरेर उत्पादन गर्छ, तर उनीहरूलाई मार्केट नै भेट्दैन के बेच्नको लागि। जस्तै गाउँमा छ त्यहाँ राम्रो सडक छैन, ट्रान्सपोर्टेसन छैन अनि त्यो स्टोरेज फेसिलिटी छ, त्यसै कारणले मेहनत बेकार भइहाल्छ। धान उत्पादन भयो तर त्यसलाई के भन्छ युटिलाइज नै हुँदैन। अनि त्यसको लागि सबभन्दा पहिला सरकारले के गर्नुपर्छ कि हामी एक्सपेक्ट के गर्न सक्छौँ त्योबाट त्यसबाट सबभन्दा पहिला हामीले सरकारलाई के भन्छ इन्फ्रास्ट्रक्चरमा ध्यान दिनुपर्छ, ट्रान्सपोर्टेसनहरूमा। अनि त्यसको दोस्रो प्रब्लम छ हाम्रो यहाँ गार्बेज म्यानेजमेन्ट। दिदीले भन्नुभयो कि हाम्रो के भन्छ इमेज बिग्रिरहेको छ कि बाहिर, अनि गार्बेज म्यानेजमेन्टको धेरै प्रब्लम आएको छ। अनि सरकारको गल्ती पनि छ, मान्छेको पनि गल्ती छ। यहाँ मान्छे सिभिक सेन्स छैन। यहाँको मान्छे धेरै जस्तो ठाउँमा म्यानेजमेन्ट छ सरकारले गरेको, तर मान्छेले फलो पनि गर्दैन। बिहानै सधैँ कचराको गाडीहरू उठाउनको लागि मान्छे सिधै रोडमा फाल्नुहुन्छ। यसमा सरकारलाई हामी दोष दिन सक्दैनौँ कि अब जस्तै म्यानेजमेन्ट छ, जहाँ म्यानेजमेन्ट छैन त्यहाँ सरकारको दोष दिन सक्छौँ, तर जहाँ म्यानेजमेन्ट गरिएको छ तब पनि मान्छे फलो गर्दैन, त्यसमा त मान्छेको मूर्खता भयो नि। अनि त्यसको कारणले हाम्रो इमेज बिग्रिरहेको छ। यहाँ टुरिस्ट पनि आउँछ, घुमिआउँछ, तर यहाँ बस्दैन होटलमा गएर आउँछ बर्दिवास नत्र के भन्छ यहाँ बस्दैन, किनभने हाम्रो इमेज चाहिँ बिग्रिसकेको छ। हामी जति पनि कन्भिन्स गर्छौँ कि हामी राम्रो छौँ, राम्रो भनिँदैनौँ हामी बाहिर। अनि त्यसै कारणले सरकारलाई टुरिज्म सेक्टरमा ध्यान दिनुपर्छ, अनि गार्बेज म्यानेजमेन्टमा फोकस गर्नुपर्छ। अनि जनतालाई पनि बुझ्नुपर्छ कि सिभिक सेन्सको डेभलपमेन्ट गर्नुपर्छ। त्यति भन्नुपर्छ। विज्ञानबाट जति पनि इन्फर्मेसन त्यहीबाट हुन्छ मोस्टली। त्यसलाई हामीहरू राम्ररी स्ट्रिक्ट गर्न सकिरहेको छैनौँ। त्यहाँबाट पनि अब केही कुराहरू इम्पोर्ट गर्ने केही कुरा नगर्ने त्यहाँ कुरा आउँछ। इम्पोर्ट पुरै बन्द गरिदियो त्यो पनि हुँदैन, किनभने हाम्रो देशको ट्याक्स नै चलिरहेछ होइन। त्यस रिलेटेड पोलिसीहरू के कस्तो हुनु पर्यो, बजेटले यसलाई समेट्नु पर्यो। इन्फ्रास्ट्रक्चरको कुरा गर्नु स्टार्ट त भइसकेको छ, सेपरेट प्रोजेक्ट्सहरू कहाँ कुनै खतम भइरहेछ। कति सालदेखि हामी सुनिरहेको छौँ यो बनिरहेछ, त्यो बनिरहेछ, त्यो बनिरहेछ, कहाँ पनि बनिरहेछ, अहिलेसम्म बनिरहेछ है। कति पनि हामीले केही भने लास्टमा एउटै हुकसँग कनेक्टेड भइहाल्छ, ल्याक अफ इम्प्लिमेन्टेसन। त्यसमा न जोड दिएसम्म
मधेस अगाडि बढ्नेवाला छैन। सबै त्यही कुरामा जोड दिए जसमा सबै जोड दिनु। धन्यवाद। म कन्टिन्यू सबै सेसन गर्दै आएको छु है। के छ सबैजनाले भन्ने बजेट होइन, बजेट बनाउँछ, नियोजन गर्छ, तर कार्यान्वयन हुँदैन। मतलब त्यसको रियलमा वर्क हुँदैन, काम हुँदैन। सबैजनाले यो कुरामा त गर्नुभयो हामीले, किन हुँदैन हामी यो सोच्नुहुन्छ। यो हाम्रो मेन रिजन किन जुन 100% बजेटमा 19% मात्रै लागु हुन्छ, 19% मात्रै वर्कमा आउँछ, कार्यान्वयनमा सफल हुन्छ, 80% 81% त्यस्तै विरोधीमा जान्छ अथवा फ्रिज हुन्छ होइन। किन त्यसको मेन रिजन हो हाम्रो मध्य प्रदेश तपाईँले यो 6 वर्षको कि 7 वर्षको क्रममा 8वटा मुख्यमन्त्री बनिसक्छ। 8 जना। कतिको इनस्टेबिलिटी छ है, अस्थिरता छ हाम्रो सरकार। सबभन्दा मेन कुरा त यो सरकारको अस्थिरताको कारणले मध्य प्रदेशको स्पेसली म बजेट कुरा गर्दाखेरि सरकारको अस्थिरताको कारणले गर्दाखेरि कार्यान्वयन हुँदैन बजेट। दोस्रो कुरा जति पिङ्गाजीले भन्नुभयो कि कमिसनको खेल होइन, धेरै छ चल्थ्यो। जस्तै मेरो कुनै एनजिओ छ अथवा कुनै कार्यमा वक्ता समिति कुनै बजेट लिन जान्छु, त्यसमा कमिसनले माग गर्छ। त्यो ब्युरोक्रेट होस्, सचिव होस्, मुख्यमन्त्री होस्, नेता होस्, विभिन्न तरिकाले न्युजहरू पनि आउट हुन्छ कि भर्खरै शिक्षा मन्त्रीको मेरोसँग कमिसन भएमा कि न्युज आउट हुन्छ, विभिन्न किसिमको न्युज आउट हुन्छ होइन। त्यो एउटा सम्बन्ध पहिला त कमिसनको खेल होइन। र दोस्रो कुरा करप्सन त्यस्तै नै छ मध्य प्रदेशमा र जहाँ पनि किन हुन्छ करप्सन। मान्छेहरूको अहिलेको राजनीतिमा हामीले भन्छौँ कि राम्रो जनप्रतिनिधि सिलेक्ट गर्न सक्दैनौँ। त्यो पोलिटिक्स एउटा भाष सब्जेक्ट हो, त्यसमा हामी बुझ्न सक्दैनौँ कुन राम्रो कुन खराब हो। त्यसमा हामी एक्लैले हुँदैन। त्यसै गरी हाम्रो सोसाइटीको विभिन्न व्यक्तिहरूले पार्टीगतमा होइन, जातिगतमा, धर्मगतमा राजनीति हुन्छ र हाम्रो मधेसमा चलिआइरहेको छ राजनीति। जातिको राजनीति, धर्मको राजनीति भइरहेको छ। त्यो अनुसारले व्यक्तिले खराब व्यक्तिले पदमा गएको छ। र कुनै पनि ठाउँ जस्तै म संस्थाको इन्चार्ज छु, यदि म खराब व्यक्ति यहाँ आइसकेपछि संस्था त म गाइडलाइन खराबै तरिकाले गर्छु, राम्रोसँग लिडर गर्न सक्दैनौँ। जस्तै उहाँलाई जनकपुर रिप्रेजेन्ट गर्न गाह्रो भइरहेको छ। हामीलाई कुनै अर्को ठाउँमा मै गाह्रो काटे जानुहुन्न। यस जनकपुर इज व्यक्ति प्लेस मलाई भनिरहेको कोर प्लेस हो। एकजनाले भन्नु मलाई पनि त्यो बिचमा शर्मिन्दा भयो होइन, लाज लाग्यो। किन यस्तो जनकपुरियाले त्यो सहनु पर्यो यो कुरालाई, कतै जाँदाखेरि आफ्नो गर्वले भन्न सक्दैन। किनकि नेगेटिभ कुरा धेरै एक्सप्लोर हुन्छ, त्यो सही कुरा। पोजिटिभ पक्षहरू पनि छ हाम्रो मध्य प्रदेशमा, धेरै पोजिटिभ पक्ष छ। हाम्रो कल्चरहरू होइन, हाम्रो रिलिजन्सहरू कति पोजिटिभ भाइबहरू छ। तर त्यो कुरा त्यति रिप्रेजेन्ट गर्न सक्दैन। त्यसमा सबभन्दा पहिला त दोष त जान्छ, जनप्रतिनिधिको दोष जान्छ। म भर्खरै हामीले हाम्रो जनकपुर महानगरपालिकाको मेयरको कि एउटा 70 एउटा साथी इन्टरभ्यू लिएको थियो उसको। अनि उसलाई भनेको सर तपाईँले कार्यकाल जित्न लागिसकेछ होइन, तपाईँ आफूमा सक्षम मान्नुहुन्छ कि म कार्यकाल सक्षम छु। र त्यसले आफै स्वीकार गरेको छैन म सक्षम छैन, स्वीकार गर्यो। मसँग भिडियो रेकर्ड छ कि म सक्षम छैन, म 100% सक्षम छैन। 50% जति पनि सक्षम मलाई भन्न सक्षम मान्दैन त म सक्षम छैन, त्यसरी भनिरहेको छ। अब जनप्रतिनिधि भएर म त्यस्तो एक्सक्युजेस बनाइरहेको छु। हुनसक्छ विभिन्न समस्या हुनसक्छ, तर यस्तो एक्सक्युजेस बनाइरहेको छु। यो हाम्रो लागि धेरै दुर्भाग्यको कुरा हो। हामी प्लानिङको कुरा गर्छौँ, बजेट हुन्छ मतलब प्लानिङ मतलब के बुझ्छौँ हामी? प्लानिङको डिफिनेसन हुन्छ वाट टु डु एन्ड हाउ टु डु होइन। वाट टु डु, सपोज 83-84 को जुन बजेट भर्खर होइन प्रकाशित भयो, त के गर्यो कि भर सालको प्लानिङ गरेको छ कि म यो काममा यो क्षेत्रमा यति बजेट लगाउँछु होइन। तर अब कार्यान्वयन हुन्छ कि हुँदैन त्यो बेग्लै कुरा हो। तर हामी विगतको इतिहास हेर्दाखेरि त कार्यान्वयन भएको छैन। त्यसको लागि त के छ, एउटा कुरा हामीले जस्तै निकाजीले अथवा सबैजनाले भन्नु कि हो हामीमा पनि अवेरनेसको कमी छ। हाम्रो यो जस्तै हाम्रो यो बातचित सेसन किन चलाइरहेको छौँ हामी? यही अवेरनेसको लागि, यही मोटोको लागि कि हाम्रो युवा, हाम्रो युथ जुडोस्, सरकारको एक्टिभिटिजलाई हेरोस्, त्यसको अध्ययन गरोस्, बुझौँ। त्यसको लागि कति हामीले युथको कुरा गर्दाखेरि उहाँले भन्नुभयो कि हाम्रो युथहरू त्यो रङ ट्र्याकमा गइरहेछ। रिसर्चमा अध्ययनमा त्यस्तो फोकस हुँदैन। हुन्छ त्यो हार्मोनल चेन्जको एउटा एज हुन्छ, किशोरी अवस्था हुन्छ, त्यो हार्मोनल चेन्ज हुन्छ शरीरमा, विभिन्न किसिमको एट्र्याक्सन फिलिङ एफेक्सन आउँछ। तर त्यसले गर्दाखेरि जुन एजमा
लाइफ बनाउनु पर्यो, जुन एजमा केही सिक्नु पर्यो, गर्नु पर्यो, त्यही एजमा हामीले विभिन्न हमने लगभग भागले आमा लागि भागले डायलॉग एकदम फेमस छ हैन, राइट? त्यो एज एकदम क्रुसियल एज हो, एकदम इम्पोर्टेन्ट एज हो हाम्रो लाइफको। त्यो एजमा जुन एजमा हामीलाई सिक्नु पर्यो, लाइफलाई डेभलप गर्नु पर्यो, हाम्रो फाउन्डेसन तयार गर्नु, त्यो एजमा हामीहरू गलत ट्र्याकमा, गलत दिशामा हाम्रो युवा अथवा हामी नै, म पनि युवा छु, हामी नै गइरहेको छौँ। त त्यसको बिहाइन्ड द रिजन छ, त्यसको के छ कारण? सबभन्दा पहिला त अहिलेसम्म साक्षर हाम्रो देश प्रदेश भएको छैन। शिक्षा यसमा धेरै ठुलो फ्याक्टर गर्छ। शिक्षाले यस क्षेत्रमा सबभन्दा ठुलो फ्याक्टर काम गर्छ। अवेरनेस हुनु पर्यो। त्यो ठाउँमा उहाँले भन्नु त्यहाँको गार्जियनहरू आइटी सिकाइरहेको छ, राइट? इट मिन त्यो गार्जियन एजुकेटेड होला अथवा त्यो प्यारेन्ट्स आफ्नो बच्चालाई एजुकेट गर्न खोजिरहेको होला, त्यसको मोटो होला त्यस्तो। तर हाम्रो प्यारेन्ट्सलाई, हाम्रो एरियाको गार्जियनलाई त्यति एजुकेटेड छैन। हाम्रो एक जेनेरेसन माथि हेर्दाखेरि पढाइ हाम्रो आमा बुवा 100मा मैले 50-90%, 80% गाउँघरको मान्छेहरू अनएजुकेटेड हुन्छ। त्यसको मान्छेहरू पढ्न आउँछ, त्यसको यो छोराछोरी पढाउन खोज्छ, तर त्यसलाई थाहा हुँदैन, आफूले हेरेको हुँदैन। त्यसले गर्दाखेरि उहाँहरूले त अलिकति एजुकेट गर्न त खोज्छ। त्यसले गर्दा एजुकेसन सबभन्दा ठुलो फ्याक्टर गर्छ न। अझै कुरामा सरकारको यो बजेट मैले पढ्दाखेरि 1 करोडभन्दा कमको योजना नचलाउने यो प्रदेश सरकारले नीति लिएको छ होइन। यस्तो नीति त धेरै राम्रो नीति हो। 26 करोड जति कृषिमा होइन, कति पूर्वाधारमा। तर मान्छेहरूले अहिलेको समयमा म के भन्छु, मान्छे एजुकेट भएपछि विभिन्न कुरा आफै गर्न सक्छ है, अवेर हुन सक्छ। तर हाम्रो एजुकेसन, मैले 2-3वटा स्कुलको भर्खर अनुभव गरेँ। यति गर्मी 43 सेल्सियस डिग्री टेम्परेचर छ, 22वटा कोठामा 11वटा कोठामा पंखा छैन। हाम्रो शिक्षाको स्तर कता गइरहेको छ, कता झरिरहेको छ। मतलब सरकारलाई अलिकति केमा भन्छ होइन, सबभन्दा धेरै एजुकेसनमा, सबभन्दा धेरै मेरो हिसाबले एजुकेसनमा सबभन्दा धेरै खर्च गर्नुपर्छ। म भन्छु पूर्वाधारको मध्य प्रदेशमा कति पूर्वाधार रोड अहिले आई थिङ्क समस्या धेरै सल्भ हुन सकेको छ। उहाँले भन्यो कि बिजनेसको लागि मध्य प्रदेश उहाँले जियोग्राफिकली उहाँले पर्फेक्ट प्लेस, राइट? किन ट्रान्सपोर्टेसन इजी छ हाम्रो। ट्रान्सपोर्टेसन हामीले पहाड चढ्नु पर्दैन, फ्याक्ट्री लगाउनको लागि कुनै वन जङ्गल काट्नु पर्दैन, त्यति स्पेस छ, त्यति प्लेसेसहरू छ। तर त्यसतर्फ ध्यान जाँदैन। हाम्रो एउटा दुईवटा कुरालाई अझै औद्योगिकरणको लागि सरकारले ध्यान दिँदा राम्रो हुन्थ्यो। स्वरोजगार, युवा रोजगारलाई ध्यान दिँदा राम्रो हुन्थ्यो। हामी नीति कार्यक्रम पढ्छौँ र हरेक साल हाम्रो धनसै जिल्लाबाट आई थिङ्क सबभन्दा धेरै व्यक्ति विदेश गएर र सरकारको आय आर्जनको के ठाउँ के हो? त्यही न हो, ट्याक्स हो, रेमिट्यान्स हो, त हाम्रो माइन्सहरू हो, यही त सरकारको धन सम्पत्ति हो। त्यही धन सम्पत्तिलाई विकृतितर्फ फैलाइरहेको छ। र अझै कुरा यो सरकारले मैले भने नि सबभन्दा पहिला एजुकेसनलाई सुधार गर्दाखेरि आई थिङ्क म एजुकेट भएपछि म व्यवहार पनि हुँदैन है। म बुझ्छु, म एजुकेट छु भने म व्यवहार पनि हुँदैन। म एजुकेट छु भने म गलत क्रियाकलापमा पनि जाँदैन। म एजुकेट छु भने म कुनै रङ डाइरेक्सनमा कसैको हामीले भर्खर नेक्स्ट सेसन गरेको थियो लागु औषधि होइन, त्यस क्रियाकलापमा जाँदैन। म एजुकेट छु भने म स्टार्टअप सुरु गर्न सक्छु। हाम्रो सरकारले एउटा कुरा भन्छु, म स्टार्टअप पोस्टमा पनि धेरै बजेट खर्च गरिरहेको छैन। स्टार्टअपमा गर्नु पर्यो। अहिलेको समय छ, आर्टिफिसियल इन्टेलिजेन्स छ, एआईको जमाना आयो। हामीलाई युथहरूलाई त्यो कुराको नलेज हुनुपर्छ। र एउटा कुरा एकजनाले वा भावनाले भन्नुभयो कि सरकारले सूचनाको हक त दिएको छ, र कतिको प्रभावित छ हामी सूचनाको हक। यो कुरा वास्तविकता छ। नगरपालिकाले नीति कार्यक्रम अपलोड बनाउँछ, त्यसको वेबसाइट छ, वेबसाइट अपडेट छैन। म भर सालको म प्लानिङ यदि गर्छु, प्लानिङ गर्छु घरको डु हाउ टु डु, त्यो मैले सुनेर भने त्यो जनतालाई थाहै छैन कि मेरो गाउँमा के कुराको विकास हुनुवाला छ। हामीलाई जनतालाई थाहै छैन कि सरकारले कुन कुराको लागि प्लानिङ गरेको छ। अनि त्यो तपाईँले त्यसको आवाज पनि उठाउँछ। त्यो थाहा हुँदैन भने त्यस्तै कुराहरू पेपर वर्कमा तपाईँ हामीले भन्नुहुन्छ कि बजेट नगरपालिकाको धेरै बजेट पेपर वर्कमा भइहाल्छ। उहाँ एनजिओमा काम गर्ने व्यक्ति हो, उहाँलाई थाहा होला। धेरै एनजिओ कार्यक्रमहरू पेपर वर्कमा चलिहाल्छ, थाहा हुँदैन, तर पैसा छुटिहाल्छ। कार्यक्रम आफै फोटो पनि भइहाल्छ, यस्तो कार्यक्रम हलको पनि फोटो तयार भइहाल्छ। मलाई पनि थाहा हुँदैन। धेरै त्यस्ता न्युजहरू आएको छ। के हो यो? त्यसमा कमिसन खेल, त्यसमा जनप्रतिनिधिहरूको लोभ लालच बढिसकेको छ, ईर्षा भाव बढी भयो। हाम्रो राजनीतिक अस्थिरताको कारण के हो? ईर्षा भाव।
तिमी सरकार बने म नबनौ, म पनि त 3 बजे 4 बजे होटलमा गएर शपथ ग्रहण गरेर मन्त्री बनिहाल्छु नि। त्यस्तो छ के सोच यहाँको जनप्रतिनिधिहरूको, पोलिटिकल लिडरहरूको। त्यो पनि अलिकति सुधार गर्दा राम्रो हुन्छ। र जनप्रतिनिधिको छानबिन समिति मलाई आई थिङ्क हरेक पोलिटिकल लिडरको एउटा निकाय गराउनुपर्छ। सुरुदेखि नै त्यसको छानबिन समिति गर्नु, हर सालको छानबिन समिति बनाओस् भनेर राम्रो थियो। अनि त्यो गर्न सक्दैन भने त्यसको खर्च बेराउ। शिक्षा नीति कार्यान्वयन गर्दा, सुशासनमा टाइट गर्दा, सुशासनमा पनि टाइट गर्दा म एउटा कुरा के भन्न चाहन्छु, अहिले सबभन्दा भ्रष्टाचार र करप्सन, अहिले बालन सरले भन्नुभयो होइन, सबभन्दा करप्सन हुने ठाउँ सिडिओ र मार्फत, यातायात सिडिओ मार्फत त्यो ठाउँहरू करप्सन हो। यस्तो ठाउँहरूले हाम्रो मुख्यमन्त्री कन्ट्रोलमा लिन सक्दैन, लिन सक्छ। अहिलेको समय यस्तो छ, लिन सकिन्छ। किन लिन सक्छ, कसरी लिन सकिन्छ म भनिरहेको छु। हरेक सिडिओमा, हरेक प्रहरी कार्यालयमा सीसीटीभी क्यामेरा पुरै ओपन गरिदियोस् र त्यो हाम्रो हातको कन्ट्रोलमा लियोस्। किन गर्दैन? जनप्रतिनिधि नागरिकहरू गइरहन्छ सेवा लिन, त्यहाँ घुस मागिरहेको हुन्छ, ज्याक कन्ट्रोलमा आउँछ। त्यो कन्ट्रोलमा आउँछ, आफ्नै कन्ट्रोलमा आउँछ। मुख्यमन्त्री पर्दर्छ त्यो 3-4 जना नागरिक त्यही अब्जर्भ गर्नुमा, कुन कार्यालयमा कहीँ घुस, र त्यहाँ त पुरै पारदर्शिता भइहाल्छ। यो कुरालाई आई थिङ्क लागू गर्दाखेरि हाम्रो प्रहरी कार्यालयमा, सिडिओ अफिसमा र मार्फत आई थिङ्क बिचुलियाको बिजनेसै खाप हुन्छ र अलिकति करप्सन बन्द हुन्छ। थ्याङ्क यू सो मच। हामी यता